हेलो गाइजहरू, हेर्नुहोस् है, म चाहिँ आज अचार बनाउन लागेको। अब होइन, यो बफको हो। मजाले बफ अचार बनाउन लागि यो मासुहरू भर्खर किनेर ल्याएको है। अब सबैमा मसिनो गरेर काटेर रेडी बनाउँछु। यहाँ सामान टन्नै छ है, अदुवाहरू, लसुन खुर्सानी सबै ठिक पारेको छु। के कस्तो हुन्छ म रेसिपी देखाउने छु है हजुरहरूलाई, हेरिदिनु होला। हेर्नुहोस् है साथीहरू, मैले चाहिँ अब अचारको लागि यस्तो मसिनो गरेर है पिस ठिक्क पारेको छु। यसलाई अब मजाले तेलमा गर्दाखेरि पनि अब अलिकति त्यो फ्राई गर्दाखेरि सानो हुन्छ नि त, त्यही भएर मैले यत्रो गरेँ साथीहरू। हेर्नुहोस् है, नि यो फ्रिजमा राखेको है मासु चाहिँ अलिकति यस्तो धेरै नै पानी निस्किँदो रहेछ। अब मैले चाहिँ बेसरी नै है अब ग्यास ठुलो पारेर बोइल गर्दाखेरि यसरी फिज निस्क्यो है, धेरै नै पानी। अनि यता चाहिँ सबै चिजहरू रेडी गरिसक्यो मैले चाहिँ, खुर्सानीदेखि मसलाहरूदेखि सबै होइन अब आफ्नो घरमा हुने जति चाहिँ सबै रेडी गरेँ मैले चाहिँ। अनि मासु पनि फ्राई भएर लास्टमा चाहिँ फिस काटेर यस्तो भयो। अनि ठिकै जस्तो भयो। अहिले लास्टमा चाहिँ फ्राई मजाले भएपछि चाहिँ यतिको मन फ्राई गरेँ मैले चाहिँ है। अनि अलिकति टमाटर पनि मिसाएँ अनि मसलाहरू सबै कुटेर होइन एकदमै ठिक्कले, धेरै धुलो बन्न सकाएन है, मैले चाहिँ सकिनँ। अनि ठिक्कले नै गरेँ। अनि लास्टमा सबै मसलाहरूलाई यसरी पकाएँ, एकै ठाउँमा हालेर है मजाले बनाएँ। अनि हल्का डराएँ। लास्टमा यतिको भयो है, नि ड्राई नै एकदमै धेरै तेल नभइकन सुक्खा नै गरेर मैले चाहिँ राम्रै भयो जस्तो लाग्छ है। लास्टमा चाहिँ मलाई चाहिँ एकदमै मिठो लाग्यो, राम्रो लाग्यो। अब तपाईँहरूले हेर्नुहोस्, मेरो चाहिँ अचार लास्टमा यस्तो भयो है। यो भरि पुरै यस्तो गरेर हालेछु कि मैले, यस्तो खतरा भएको छ कि पिरो टक्क पारेर गयो। अनि यस्तो दामी पनि भएको छ कि ड्राई छ, धेरै छैन। हेर्नुहोस् मजाले यस्तो दामी बनाएको छु मैले चाहिँ। ल साथीहरू, के कस्तो भयो भनिदिनु होला। अनि हजुरहरू पनि यसै गरेर बनाएर खान सक्नुहुन्छ आफ्नै घरमा है। लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। नयाँ साथीहरूलाई पनि धेरै धन्यवाद, वेलकम छ। सबैजनाले सब्सक्राइब गरिदिनु भएको जतिलाई सबैलाई धेरै धन्यवाद है नि साथीहरू। बाई बाई।